यतिखेर हामी कीर्तिपुरको राधा स्वामी होल्डिङ सेल्टरमा छौँ, जहाँ सरकार पक्षका केही सांसदहरू आएर यहाँको राम्रो पक्षको प्रचार गरेका थिए र तपाईहरुले पत्याउनु पनि भएको थियो होला। तर आज हामी यहाँको वास्तविकता, यहाँ बस्दै आउनुभएका सुकुम्बासीहरूसँग उहाँहरूको पीडा र तपाईहरुलाई जुन तरिकाको राम्रो भनिएको थियो, प्रचार गरिएको थियो, त्यो प्रचार अथवा त्यो भ्रम तोड्न यो सामग्री हामी तपाईहरुलाई देखाउँछौँ। यहाँनिर चाहिँ अब के भइरहेछ भने स्वास्थ्य लाइनबाट लिएर हामीलाई अब यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर अगाडि दिनबाट आश्वासन मात्रै देखाइरहेको छ हैन। बस्न पनि हामी बन्दी जसरी बसिरहेको छ, हरेक जानी बेला यताउति गर्ने। अनि यो एउटा चाहिँ यस्तो छ नि, हाम्रो खानपिनमा चाहिँ अब अस्तिसम्म हामीले राम्रो छ भनिरहेको थियो, तर अहिले कस्तो छ भने अब काम गरेको मान्छेहरू अब बेलुकाबाट आउनुहुन्छ, बाहिर जा बाहिर खा भनेर काम गर्ने मान्छेलाई अब बेलुका लगेर राखिदिन्छु भनेर भन्दा नि नपाउने। उनीहरूले के भनिदिन्छ, बाहिर खा हैन, यहाँनिर नखा। अनि अलिकति हामीले समस्या कुराहरू राख्नु पर्यो भने चाहिँ यस्तो उस्तो भनेर सुनाउने। अनि एक त रोजगारी गर्नको लागि गइरहेको हुन्छ मान्छेहरू बाहिर, अब बेलुका कामबाट अब थाकेर फर्किरहेको हुन्छ, एक छाक खाना अब बिहान नखाइकन जान्छ है, बेलुका आएर एक छाक खाना खान्छु भन्दा पनि नपाउने। अब सिधै के भनिदिन्छ भने बाहिर काम गर्ने मान्छेले बाहिरै खान्छ हुन्छ। दैनिक काम गरेर अब के बालो बोक्ने मान्छेले गएर के अब बालो र गिटी खाएर त पेट पाल्नु भएन नि, हामी पनि मान्छे हो हैन। सरकारले गर्न खोजेको के हो, हामीलाई अब व्यवहारिष्ट गरिदिनु खोज्या हो कि हैन। हामी यो देशको नागरिकै हैन जस्तो व्यवहार भइरहेछ कि अहिले। प्रेस आयो भने पनि हैन, उनीहरूको मान्छे छ भने जति प्रेस पनि सँगै छिर्दिन्छ हैन, तर बालिनको बारेमा राम्रो भएको कुरा मात्रै हालिदिन्छ क्या उनीहरूले हैन। एक दुईजनाले राम्रो भन्यो होला, खाना ठिक छ भन्यो, खाना ठिक छ हैन, टाइम मेटेको छ राम्रो छ, तर एकजनालाई ठिक लागेर हुँदैन क्या। यहाँ हरेकलाई सोध्नुपर्ने हुन्छ क्या, एउटा दुईटालाई देखाएर अनि सुकुम्बासीहरू खुसी छन् त्यो होइन। इन आउट गर्दाखेरि नाम लेख्दै नै गर्नुपर्ने हुन्छ हैन। अब यहीँसम्म आउनु पर्यो भने गेटदेखि यहीँसम्म कुनै पसलसम्म जानु पर्यो भने पनि पुरै कैदी नै टाइपको भइरहेछ क्या हैन। अब बालिन सरकारले कहिलेसम्म हामीलाई चाहिँ यसरी कैदी बनाएर राख्न खोजेको हो हैन, अब थाहा छैन। किनकि गरिबलाई यसरी पेलेको पेलै भइरहेछ यहाँनिर हैन। बाहिर मिडियामा एउटा देखाइदिन्छ, यहाँ परेको समस्या कसैले पनि देखाइदिएन हैन। किनकि त्यो हाम्रो बारेमा बोलिदिने मिडियाहरूलाई छिर्ने अनुमति छैन यहाँ है। बालिनको सरकारको तारिफ गर्ने, प्रशंसा गर्ने हैन, अलिकति त्यस्तो व्यक्तिहरूलाई मात्रै छिराइरहेको छ। अनि यहाँनिर सुकुम्बासीको बच्चाहरूलाई चाहिँ स्कुल हालिदिन्छु भनेर लिएर गयो, सानसानो बच्चाहरूलाई पनि मुख छाडिदिने, कुटेर पठाउने, त्यो अलिकति हेपाइको हुन्छ नि त्यो शैली देखाइरहेको छ क्या। अनि उनीहरूले पढाएको ठाउँमा बच्चाहरू जान मान्दैन। पहिले जुन स्कुल थियो गाडी भाडा तिरेर त्यहीँ गइरहेको छ उनीहरू है। यो चाहिँ सरकारले चाहिँ गरिदिन्छु भनेर भनेको त्यति कुरा मात्रै हो। अनि 15,000 दिएर कोठामा बस्नु भनिरहेको छ अहिले हैन। यहाँ भएको एक दुईवटा कुरा त पुरा गर्न सकेको छैन। हामीले कुन तरिकाले विश्वास गर्ने त हैन। एक महिना दिएर फेरि अर्को महिनादेखि चिन्दिनँ भन्यो भने के गर्ने हैन। हाम्रो त बिजोकै हुन्छ। अनि त्यो भएर यहाँनिर चाहिँ अहिले प्रायः जस्तो देखावटी कुराहरू धेरै भइरहेछ हैन। यहाँ भित्र भएकोहरू कोही खुसी छैनन्, खुसी बनाएर देखाएको हो उनीहरूले हैन, खुसी छन् भनेर। हामी पनि त मान्छे हो नि होइन, हामी मान्छे हो किन भन्नु त, मान्छे हो कि होइन हामी? के हामीलाई मारिदिएको भयो हुन्थ्यो, मैले त खाल्टो खण्ड पुर्दिनुहोस् पनि भने हो। मेरो परिवार अब जति छन् सुकुम्बासी, न्याय नपाउने मान्छेहरूलाई मारिदिँदा पनि हुन्छ। त्यो अब मेरो छोरो अफिस जान्छ होइन, अफिस जान्छ, बेलुकी आउँदाखेरि 10 बज्छ 9 बज्छ, टाढा छ, ऊ आउँदाखेरि भात भन्न गयो भनेदेखि हुँदैन, बाहिर खाएर आउने। यहाँ बाहिर होटल खोल्दैछ, हाम्रो लागि छ त भन्नु न, छैन नि। अनि त्यस्तो गरिरहेको छ। अब बच्चालाई उनीहरूले अर्को मान्छेले ल स्कुल राखिदिने भनेर यहाँ कहाँनिर स्कुल राखेको, मेरो नातिनीलाई के भने खाजा पुगेन भन्दाखेरि पैसाले भन्ने सुकुम्बासीको बच्चा अहिलेको सरकारलाई चाहिँ गजेडी काम नलाग्ने बौला भन्यो भने के हुन्छ? सही हुँदैन नि। त्यस्तै हो नि, हाम्रो पनि मानवता छ नि, हाम्रो पनि बच्चा हो नि। अनि हामीले सरे बस्नुपर्छ त बाबु। ल यो कुरो संसार फैलाइदिनुहोस्, हामीलाई एकदमै यहाँ अन्याय परेको छ। हामी चाहिँ कोही नभएको सुकुम्बासी देखाएको छ बालिन सरकारले। अब के गर्ने, हाम्रो नागरिकता जिम्मा लिने हो कि हामीलाई नै अब देशै कटाइदिने हो कि? हामी त जहाँ गए पनि काम गरेर भातै खाने त हो नि, हामीले के जोड्नु छ त? उसको जस्तो पुरीखोरी सम्पत्ति पनि छैन, हामीले के जम्मा गरेर राखे पनि थिएन, अलिअलि भएको पनि जिउको लुगाधरी पनि त्यहीँ छोडेर आएपछि हामीलाई त एकदम असह्य भएको छ। खाट ल्याइदिन्छु भने त्यो पनि छैन, सुत्केरीलाई खाने चिज पनि केही पनि छैन। न माछा मासु खान पाउँछ, 8 दिनको सुत्केरी छ, माछा मासु पकाएर यहाँ दिनु हुँदैन, नखुवाउनु भन्छन्, हुँदैन भन्छन्। अब के चाहिँ खान्दिनँ र हामीले सुत्केरी मान्छेलाई के खान्दिने? खाटमा सुताउनु पर्ने, भुइँमा सुताउँछौँ। अहिले अरूसँग मागेर खाट बनाएर सुताएको छौँ हामीले। यति गर्दा पनि उहाँहरूले बुझ्नुहुन्न भने अनि उहाँहरूको चाहिँ सामान्य कुराहरू त सामान्य भयो। हाम्रो चाहिँ कुनै होइन, उहाँहरूको त सामान्य, हाम्रो चाहिँ सामान्य, उनीहरूको त ठुलो। हाम्रो घरमा भयो भने होइन, हामीले जौलो पकाएर खान्थ्यो होला, रोटी बनाएर खान्थ्यो होला होइन, त्यो गरेर खान्थ्यो नि। यहाँ त खाऊ नखाए गीत होइन। उखानु सुनेको थियो पहिले के मिठो महाराज भोग मिठो भनेको भोकै मिठो भएर खानु परेको छ, बस्नु परेको छ। आज यो सरकारले म के भन्छु भने हामीलाई अब फेरि हिजोदेखि एउटा न्युजमा 15,000 को कुरो निकालेको छ। खबरदार सरकार, 15,000 को कुरो निकाल्यो भने अब हामी खोडा तलवार बोकेर उसको गेटमा आएर बस्छौँ। हिजो अस्ति जेनजीले के गरेको त्यही गर्छौँ हामीले। अब चाहिँ हामी बाँकी छोड्दैन। के हो त, आज मर्ने हो कि भोलि मर्ने थाहा छैन। अब छोरा र छोरी आएर यताउता सेभ गरेर राखेको छ। त्यही दिन हामी सरकारसँग लड्नु पनि सक्थ्यो। 3 तहको उठ्यो, आर्मी थियो, गोलीगाडा बोकेर बसेको थियो, सशस्त्र थियो। त्यसको पछाडि त्यसको अगाडिबाट पुलिस थियो, त्यसको अगाडि नगरपालिका थियो। तर यो सरकारले के गर्दो रहेछ भनेर हामीलाई झगडा पनि गरेन। यो सरकारले कहाँ लाग्दो रहेछ त्यहाँ भनेर हामी यहाँ बसेछ। अब चाहिँ त्यही हो,
15,000को नाम पनि निकालिरहेको छ यो सरकारले। हामी 15,000 थाप्दैन। म चाहिँ मेन गरी बालेन सरलाई के भन्न चाहन्छु भनेदेखि उहाँले भोट माग्दाखेरि तराईमा गएर बिना ढेवाकै शिक्षा स्वास्थ्य रोजगार भन्नुभएको थियो होइन, त्यो रोजगार त परेको कुरा हो यहाँनिर होइन। स्वास्थ्यको हिसाब गर्नुहुन्छ भने यहाँनिर यो बिल अस्ति भर उहाँहरूले यहीँबाट लिएर जानु, यहीँबाट सुत्केरी लिएर जानुभएको 9 महिना बच्चा पेटा भएको लिएर जानुभएको यो बिल हेर्नुहोस्, यही हो, यो सबै उहाँहरूले नै तिर्नुभएको। यहाँ धेरै नै बिल छ यस्तोहरू, यस्तै हो यो शिक्षा बिना ढेवाको यही नै हुन्छ। अनि शिक्षाको कुरा गर्नुभएको छ, शिक्षा कुरा गर्दाखेरि यहाँ उहाँहरूले यहाँबाट यो कृतिपुर होल्डिङ सेन्टरबाट धेरै बच्चाहरूले जनविकास माध्यमिक विद्यालय लानुभएको छ होइन। त्यहाँनिर चाहिँ अनि बच्चाहरू सुरुको दिन त गए, उनीहरूले स्कुल त अब स्कुल भनेको त के हुन्छ, मन्दिर हो नि उनीहरूको लागि होइन। उनीहरू राम्रोसँग पढिरहेको हुन्छन्, उनीहरू त्यहाँ गएपछि एक दिन गयो 2 दिन गयो, भोलिपल्टदेखि के भने थाहा छ, हामीलाई यस्तो मान्छ, हेरे निलो डाम, हामीलाई यस्तो भन्छ, हामीलाई त्यस्तो भन्छ। अनि उनीहरूलाई त बच्चाहरू खाजा त चाहिन्छ नि, खाजा थोरै एउटा भर्खर जन्मेको बच्चालाई नपुग्ने खाना दिन्छ अरे क्या। अनि भन्छ खाजा पुगेन अङ्कल थपिदिनु भन्यो भने पैसा चाहिन्छ भन्छ अरे। त्यस्तै हुन्छ उहाँहरूले गरेको बिना ढेवाको शिक्षा स्वास्थ्यहरू रोजगारहरू। बालेन सर त महाराजा नै हुनुभयो होइन। रवि सरलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि म चाहिँ उहाँ त पहिला त दुखी पीडितहरूकोमा धेरै नै बोल्नु भएको हो नि त। अहिले उहाँको त्यो शक्ति कहाँ गयो? छाती थाप्छु भनेर बस्नु त छाती त थाप्न सक्नु भएन। अहिले कमसेकम हामी कसरी बसिरहेछौँ, कुन स्थितिमा बसिरहेछौँ भन्ने त्यो आएर उहाँले यहाँ होल्डिङ सेन्टरमा हेरिदिनु त सक्नुहुन्छ नि होइन। जसले हामीलाई यहाँबाट लानुभयो उसको नाम चाहिँ अनुप मगर हो। उसको म नम्बर पनि सो गर्न सक्छु होइन। यहाँ हेर्नु मसँग बकाइदा प्रुफ पनि छ। मैले यत्रो कल गर्दाखेरि 30 सेकेन्ड कल उठाएर हेलो म बिजी छु ल, किनभने उसले लगिदिएपछि त यहाँ हेर्नु न, मैले यत्रो कल गरेको छु, यहाँ भोइस म्यासेजहरू पनि गरेको छु मैले। सायद यो भयो, उहाँलाई मैले पैसा सापट्टि मागेको धरि पनि भोइस होला कि सायद यहाँ डिलिट छैन नि। हेर्नु सर मलाई 5-10 हजार हालिदिनु न त, अपरेसन गरेर औषधि किन्नु पऱ्यो भनेर। हेर्नु यहाँ हरेक प्रुफ छ क्या। उसले यत्रो गर्दा पनि रिप्लाई एउटै दिएको छैन। हेर्नु यहाँ कल गर्दाखेरि लास्टमा यो अस्ति यहाँ आइकन मैले मिडियामा गएर बोल्छु भन्दाखेरि आएर 4 मिनट पहिलोचोटि बोल्या। 4 मिनट बोलेर त्यसो नभन्न भाइ, यस्तो हो, तिमीलाई गाह्रो हुन्छ, बरु म तिमीलाई छुट्टै पठाइदिन्छु रे। जब कि हस्पिटलमा लगेर लावारिस पारिदियो, बिरामी लगेर राखेपछि हाई हेलो के छ भाइ, के छ तिमीहरूको बिरामी, सन्चो सकिन कस्तो भएछ ट्रिटमेन्ट, त्यस्तो भन्न नसक्नेले भोलि लगेर कोठामा राख्दा भए 1 महिना पनि हेरिदिन्थ्यो सर। अहिले झन् बेरोजगार भइरहेको बेला कहाँबाट आउँछ ल भन्नु न। 24 घन्टामा डिस्चार्ज गरेको बेला होइन, डिस्चार्ज गरेको बेला तिमीलाई म खाट ल्याइदिन्छु भने यही अनुपले। हेर्नु अहिलेसम्म यिनी चाहिँ यो गृहलयकै स्टाफ अरे, उसले बालेनकै हो। उसले के भने ल तिमीलाई म यो गरिदिन्छु, हस्पिटलको बेड ल्याइदिन्छु, जानु सानो सुप के खान्छ म त्यो ल्याइदिन्छु, चुलाको व्यवस्था गरिदिन्छु भने। अहिलेसम्म 3 दिन भयो होला छैन हेर्नु आएको। जस यहाँ जति पनि अहिले न्युजहरू फैलिरहेछ, यहाँ भन्छ नि एउटा उखानै छ नि, दारा दुईवटा हुन्छ कि, एउटा भात खाने एउटा खै के देखाउने दारा हुन्छ भन्छ नि। यहाँ कुरा त्यस्तै भइरहेछ। अब पनि मिडिया आयो छिर्न पायो, जस्तो अब हाम्रो लागि लड्ने सत्य कुरा बोल्ने त्यस्तो मिडियालाई छिर्न दिन्न। हजुर